जेलबाट मलाई निकाले। कृष्ण ल मम्मीसँग कुरा गर। के भयो? फेरि गर न, फेरि गर। कृष्ण के भयो? आमा बुवाको याद आयो? यसो गरौ न, अब त तिमी अमेरिकामा लिगलले भइसक्यौ। 1-2 हप्तामा म तिम्रो ट्राभल डकुमेन्ट्स बनाइदिन्छु, त्यसपछि तिमी नेपाल जान सक्छौ। आमा बुवासँग पनि भेट हुन्छ, उहाँहरूलाई पनि सरप्राइज। तपाईहरुलाई सरप्राइज दिन्छु भनेर आएको तर यहाँ आइपुग्दा जिन्दगीले नै सरप्राइज दियो मलाई। नानी, मेरो छोरालाई यति धेरै गुण लगाएकी रहेछु। मेरो छोराको जीवनमा तिमी भगवान बनेर आएछौ। तिम्रो त झन् कुनै गल्ती नै छैन। तिम्रो मन दुखाएकोमा मलाई माफ गर छोरी।